देश गुमाएर विकास लिने हामी बन्नु हुँदैन। सिन्धुली दुधौलीको माहौल यस्तो छ है, जनता जागे भनेको छुट्टै लाग्छ। यी जनताहरू थोरै पैसा खाएर उर्लिएका हुन् त? पक्कै पनि होइन। हेर्नुहोस् त, तन मनबाट हर्क सम्बन्धीलाई साथ सपोर्टको लागि यसरी गर्न हेर्नुहोस्। संस्कृति पार्टीका नेता संस्कृत घरका सन्तान, हाम्रा संस्कृत घरका सन्तान, हाम्रा सन्तान घरका सन्तान, यस कार्यक्रम। आदरणीय दर्शकवृन्द नमस्कार। यति बेला म सिन्धुली जिल्लाको दुधौली भन्ने गाउँमा चाहिँ छु र यहाँ श्रम संस्कृति पार्टीका प्रत्यक्ष उम्मेदवार निम बहादुर मोक्तानज्यूको निवासको अगाडिपट्टि र यति बेला चाहिँ हाम्रो हर्क साम्पाङ जो श्रम संस्कृति पार्टीका अध्यक्ष उहाँ आज यहाँ कार्यक्रमको लागि आउँदै हुनुहुन्छ। आज उहाँको यो निवासभित्रको दृश्य, खानपिन कार्यक्रम भइरहेको छ यति बेला। यो चाहिँ अफिस पनि उहाँले आफै घरमा खोल्नु भएको छ र भित्र खानपिन कार्यक्रम भइरहेको छ। उहाँको घरमा जाने लिफ्ट भयो, उहाँको घरभित्रको दृश्य है। यहाँ खानपिन कार्यक्रम भइरहेको छ भव्य। यहाँ चाहिँ आज हाम्रो श्रम संस्कृति पार्टीमा आबद्ध हर्क साम्पाङ पदलाई मन पराउनुभएका हाम्रो श्रम संस्कृति पार्टीका सबैजना यहाँ आउनुभएको छ है। यहाँको माहौल देख्दा लाग्छ साँच्चै माटोमै नै छ है। एकदमै माहौल यस्तो छ। यहाँ हाम्रो हर्क साम्पाङज्यू आइपुग्नु भएको छ यो कार्यक्रमको लागि। ल है, यहाँ सिन्धुली दुधौलीको माहौल यस्तो छ है, जनता जागे भनेको छुट्टै लाग्छ। यी जनताहरू थोरै पैसा खाएर उर्लिएका हुन् त? पक्कै पनि होइन। हेर्नुहोस् त, तन मनबाट हर्क सम्बन्धीलाई साथ सपोर्टको लागि यसरी गर्न हेर्नुहोस्। हाम्रा श्रम संस्कृति पार्टीका नेता आज श्रम संस्कृति पार्टीको चुनावी आमसभा 2082लाई सम्बोधन गर्नको लागि खेस दुधौली नगरपालिकाको फुटबल फिल्डको प्राङ्गणमा आउँदै हुनुहुन्छ। संस्कृति पार्टीका नेता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरिदिनको लागि हार्दिक अनुरोध गर्दछौँ। तपाईँको नजिकहरू हाम्रा प्यारा नेता आदरणीय दिनुबाट आउनुभएका हाम्रा श्रम संस्कृति पार्टीका नेता संस्कृत घरका सन्तान, हाम्रा संस्कृत घरका सन्तान, हाम्रा सन्तान घरका सन्तान, यस कार्यक्रममा मञ्चमा आउँदै हुनुहुन्छ। उहाँलाई हार्दिक स्वागत गरिदिन हुनको लागि हार्दिक अनुरोध गर्दछु। हाम्रा सम्पादक हाम्रा संस्कृत सम्राट हर्क साम्पाङ श्रम संस्कृति पार्टीका अध्यक्ष, श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष श्री हर्क साम्पाङलाई स्वागत गरिदिन हुनको लागि हार्दिक अनुरोध गर्दछु। साथै हाम्रा संस्कृतलाई सबै आफ्नो स्तरमा सम्मान गरिदिन हुनको लागि हार्दिक गर्दछु। संस्कृत र जसमा आसिन सम्पूर्ण अतिथि र हरूलाई खातामा लगाएर स्वागत गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। आदरणीय जनसमुदायहरू, तपाईहरूले यो चुनावमा तपाईहरूको मत परिवर्तन गर्न जरुरी छ। हिजो 2007 देखि हाम्रो हजुरबाउको, हाम्रो बाउको, हाम्रो आमाबाउ काका काकीको मतलाई दुरुपयोग गरेका छन्। यी भ्रष्टहरूको पर्दाफास गर्न जरुरी छ। यो गर्ने तपाईहरूलाई एउटा अप्सन मिलेको छ।
यसपालिको भोट चाहिँ तपाईहरूले अन्जुलीमा रहेको माटो चुनाव चिन्हमा भोट लगाएर तपाईहरूले लगाउने भोट यो श्रम संस्कृति पार्टीलाई नभएर तपाईहरूले आफूले लगाएको भोट आफैलाई लगाएको हो भनेर बुझ्नु होला। हप्तामा 7 दिन हुन्छ भने 6 दिन आफ्नो पेटको लागि काम गरौँ र 1 दिन देशको लागि काम गरौँ भन्ने हाम्रो एजेन्डा छ। त्यसै गरी अब अहिलेको चुनाव सबै साथीभाइहरूलाई थाहा नै छ। यो चुनाव भनेको माथि केन्द्रमा नीति नियम बनाउने चुनाव हो र यो स्थानीय चुनाव होइन। तपाईहरूलाई एउटा बिन्ती गर्न चाहन्छु, यसपालिको मतदान चाहिँ तपाईहरूले अन्जुलीमा रहेको माटोमा दिएर विजय गराइदिनु हुन अनुरोध गर्दछु। नमस्कार सबैलाई। सिन्धुली 1 नम्बर र 2 नम्बरका हाम्रा प्रत्यक्षतर्फका श्रम संस्कृति पार्टी चुनाव चिन्ह अन्जुलीको माटो लिएर चुनावमा भाग लिँदै गर्नुहुने उम्मेदवारज्यूहरू, मेरो अघिल्तिर बस्नुहुने सम्पूर्ण मैले मान्नुपर्ने आदरणीय यहाँका स्थानीय आमा बाबा दाजु भाइ दिदी बहिनी भान्जा भान्जी र जयन्जी, पत्रकार मित्रहरू, सुरक्षाकर्मी मित्रहरू, लाइभ मार्फत हामीलाई हेरिरहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरूलाई माटो प्रेमी अभिवादन। जय माटो जय देश भन्न चाहन्छु। अब चुनाव आयो, चुनावमा हामी भोट हाल्छौँ पक्कै पनि, तर यसपालिको भोट हालै अलिकति फरक होस् भन्न म चाहन्छु। मेरो अनुरोध छ यहाँलाई, यसपालि तपाईँहरूले श्रम संस्कृतिको चुनाव चिन्ह अन्जुलीमा रहेको माटो, 2टा हात तपाईँको दाहिने र देब्रे हातमा रहेको सिन्धुलीको माटो, यो देशको माटो, त्यो चुनाव चिन्हमा तपाईँहरूले आफ्नो मूल्य मत दिनुहोला। प्रत्यक्ष समानुपातिक दुवै दल 2वटा मतपत्रहरू आउनेछ। 2वटा पत्रमा एउटा मात्रै छाप हाल्ने, एउटा प्रत्येकमा एउटा छाप हालेर 2टा बाकसमा तपाईँहरूले खसाल्नुपर्छ। किन हाल्नुपर्छ त श्रम संस्कृति पार्टीलाई भोट भन्ने कुरा धेरै कारणहरू छन्। सबै कारण भनेर साध्य छैन। 1 नम्बरमा यो देशलाई हामीले बचाउनुपर्छ। यो देश तपाईँ हाम्रो देश हो कि होइन? यो देश हाम्रै रहिरहनुपर्छ। यस्तो नहोस् कि 5 वर्ष पछाडि चाहिँ अरूकै भइहालोस्। यो माटोको माया हामीलाई लाग्छ, यो देशको माया हामीलाई लाग्छ। त्यसो भएको कारणले गर्दाखेरि यो देश बचाउनका लागि हामीले चुनाव चिन्ह अन्जुलीको माटोमा भोट हाल्नुपर्छ। देश बचाउने कुरा नम्बर 1 को कुरा हो। त्यस पछाडि देश बनाउने भन्ने विकासै कामहरू हुन्छ। ती कुराहरू देशै रहेन भने विकास मात्रै आएर के गर्छ? केही काम हुन्छ त्यसको? हुँदैन। त्यसले गर्दा हामीलाई देश सहितको विकास चाहिन्छ। देश बिनाको, देश गुमाएर विकास लिने हामी बन्नु हुँदैन। त्यसो भएको कारणले गर्दाखेरि 1 नम्बरको मुद्दा देश बचाउने मुद्दा, 2 नम्बरको मुद्दा देश बनाउने मुद्दा। यो 2टा मुद्दा श्रम संस्कृतिसँग जति प्रष्ट रूपमा स्पष्ट रूपमा छ त्यति अन्य दलहरूसँग अहिले नभएको कुरामा जानकारी गराउँछ। हाम्रो उम्मेदवारहरू उठिदिनुहोस् दुवैजना है, दुवैजनालाई देखाइदिनुहोस् है। होला उहाँहरू म जति बोल्न बसिदिनुहोस् प्लिज। म जति बोल्न सक्नुहुन्न होला अर्को पार्टीको उम्मेदवार जति बोल्न सक्दैन होला, तर मलाई हेरेर बोलिदिनुहोस्। म यहाँ देखिरहेको छु नानीहरूको भविष्य, तपाईँहरूको भविष्य म बनाउँछु। अरू कसैले बनाउन सक्दैन। लेखेर राख्दा, ढुङ्गामा लेखेर राख्दा है। यो देशलाई इमान्दार नेतृत्वको खाँचो छ, सक्षम नेतृत्वको खाँचो छ, दूरदर्शी भिजनरी नेतृत्वको खाँचो छ। यति बोल्दै यति भन्दै चुनाव चिन्ह अन्जुलीको माटो प्रत्यक्ष र समानुपातिक तर्फ भोट दिनुहोस्। उहाँहरूलाई पनि तपाईँको छैन दिएको भोट मलाई दिएको भोट हो। मैले भने त मेरो अनुहार हेरेर भोट दिनुहोस्। भोट हाल्ने दिनमा मलाई सम्झिनुहोस्, नेपालको झन्डा सम्झिनुहोस् र तपाईँको केटाकेटीको अनुहार सम्झिनुहोस्। त्यस पछाडि तपाईँको हात अन्जुलीको माटो चुनाव चिन्ह भन्दा अन्यत्र जाने छैन, यति ग्यारेन्टी दिन्छु। तर तपाईँले मलाई सम्झिनु भएन, देशको झन्डालाई सम्झिनु भएन, तर तपाईँको नानीहरूको अनुहार सम्झिनु भएन, 3टा कुरा सम्झिनु भएन भने गल्ती हुन सक्छ। यति भन्न चाहन्छु। सबैको जय होस्। नमस्कार।